बलात्कारपछि हत्या गरिएकी 3 वर्षीया बालिका गरिमा चौधरीलाई परिवारले आँसुका बीच अन्तिम विदाई गरे। केही दिनदेखि न्यायको प्रतीक्षामा रोकिएको एउटा सानो शरीर अन्ततः आफ्नै गाउँको माटोमा विदा भयो। बाराको कलैया उपमहानगरपालिका 14 बगवनी स्थित पसाहा खोलाको किनारमा धार्मिक परम्परा अनुसार गरिमाको अन्त्येष्टि गरिएको छ र यो सँगै एउटा परिवारको संसार टुक्रिएको छ। केही दिनदेखि गरिमाका बुबा मनोज चौधरीले छोरीको शव बुझ्न मानेका थिएनन्। उनको एउटै माग थियो, छोरीलाई न्याय चाहियो, दोषीलाई कडा कारवाही होस्, अनुसन्धान निष्पक्ष होस् र यस्ता घटना फेरि नदोहोरिने कानुनी व्यवस्था बनोस्। यही माग लिएर परिवारले शव बुझ्न नमानेपछि शव अस्पतालमै थियो। शनिबार राति सरकार र पीडित पक्ष बीच 3 बुँदे लिखित सहमति भयो। कानून पुनरावलोकनका लागि गरिमा न्याय संकल्प समिति गठन गर्ने प्रतिबद्धता सहित अन्य विषयमा सहमति भएपछि परिवार शव बुझ्न तयार भयो र आइतबार बिहान प्रादेशिक अस्पताल कलैयाबाट गरिमाको पार्थिव शरीर घर लगियो। गाउँभरिका मानिस बाटोमा उभिएर सानी छोरीको अन्तिम यात्रा हेर्दै थिए। कसैको मुखमा शब्द निस्किएन, सबैका आँखा रसाएका थिए र सबैको मनमा एउटै प्रश्न थियो, यति सानो बच्चाले यस्तो पीडा किन भोग्नु पर्यो? पसाहा खोलाको किनारमा चिता तयार थियो। बुबा मनोज कुमार छोरीलाई अन्तिम पटक काखमा समात्न खोजे जस्तै गरी भक्कानिए। आमा मानमतीको रुवाईले वरिपरि उभिएका सबैलाई स्तब्ध बनायो। आफन्तले सम्हाल्न खोजे पनि आमा बुबाको पीडा कसैले थाम्न सकेनन्। अन्ततः कारुणिक माहौलका बीच गरिमालाई विदाई गरियो। अन्त्येष्टिमा परिवार, आफन्त, स्थानीय बासिन्दासँगै बाराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारी पनि उपस्थित थिए। तर त्यो भिडमा सबैभन्दा ठूलो उपस्थिति शोकको थियो र अन्ततः हेर्दा हेर्दै गरिमाको चिता निभ्यो। तर उनको नाममा उठेको न्यायको आवाज भने अझै निभेको छैन। अब धेरैको अपेक्षा एउटै छ, गरिमाको कथा केवल दुःखद सम्झना मात्रै नबनोस्, यस्ता निर्दोष बालबालिकामाथि हुने अपराध रोक्ने बलियो कानुन बनोस्। एक्सट्रीम एनर्जी ड्रिंक।